ओम शान्ति। नमस्कार। बडा दशैंको रमाइलो चहल पहलले बिदा लिन नपाउँदै तिहारको रिमझिम सुरु भइसकेको छ। दीपावली र भाइटिकाको आगमनसँगै बत्तीहरूको रिमझिम, सप्तरङ्गी टीका अनि फुलमालाले सम्पूर्ण बजारलाई नै एउटा सुन्दर रूप दिएको हुन्छ। एकातिर दिदीबहिनीहरू बजारमा आफ्नो दाजुभाइहरूलाई मिल्दो र सुहाउँदो टोपी र अन्य उपहारका साथसाथै पूजाका सामग्रीहरू किन्नमा मस्त देखिन्छन् भने अर्कोतिर घरभित्र मिठा मिठा परिकारहरू बनाउनमा व्यस्त। यस्तो रमाइलो तिहार तथा दीपावली पर्वको यहाँहरू सम्पूर्ण तथा समस्त अध्यात्म प्रेमी दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिका साथै आध्यात्मिक जागृतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मानव जीवनमा विभिन्न प्रकारको उतार चढाव त आइ नै रहन्छ। मानिस सुखमा जति खुसी हुन्छ, दुःखमा उति नै दुःखी। विभिन्न प्रकारका विपरीत परिस्थितिसँग जुझ्दै अगाडि बढ्दै गर्दा खुसी प्रकट गर्ने माध्यम बनेका हुन्छन् यी चाडपर्वहरू, चाहे त्यो दशैं होस् या तिहार। भौतिक तथा आध्यात्मिक दुवै दृष्टिकोणले आफैमा अत्यन्त महत्त्वपूर्ण चाड यो तिहार पनि हाम्रो देश नेपालमा मनाइने विभिन्न चाडपर्वहरू मध्येमा दशैं पछिको दोस्रो मुख्य चाड हो तिहार। ज्योतिको पर्व हो तिहार अनि उज्यालोको पर्व हो तिहार, अर्थात् प्रकाशको पर्व हो तिहार। तिहार अर्थात् दीपावली र भाइटिका। तिहार पर्वलाई फुलै फुलको पर्व अनि झिलिमिली पर्वको रूपमा पनि चिनिन्छ। कार्तिक महिनाको औँसीको रातमा बालिने दियो र बत्ती, सयपत्री र मखमली फुल, सप्तरङ्गी टीकाको साथसाथै सेलरोटी पनि तिहारको परिचयसँग जोडिन पुगेको छ। यसैगरी लक्ष्मी पूजाको दिन बनाइने रङ्गोली पनि आजभोलि यस पर्वको एउटा महत्त्वपूर्ण पक्ष बन्न गएको छ। अनि यति बेला खेलिने देउसी र भैलो त छँदैछन् यस पर्वभित्रका रमाइला पक्षहरू। तिहार पर्वमा खास गरी भाइटिकाको दिनमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको निधारमा सप्तरङ्गी टीकाले सजाउँदै दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछन् भने दीपावली अर्थात् लक्ष्मी पूजाको दिनमा घर आँगनका कुना कुना सफाई गरी धनकी देवीको रूपमा लक्ष्मीको आह्वान गर्ने गरिन्छ। लक्ष्मीको आगमनले धन्य धान्यले परिपूर्ण हुने विश्वास समेत गरिएको हुन्छ। यसको साथसाथै व्यापारीहरूले पुरानो खातालाई बन्द गरेर नयाँ खाताको सुरुवात गर्ने प्रचलन पनि रहेको छ। यसैगरी यस पर्वमा काग, कुकुर आदि पशुपक्षीको पूजा गरी प्राणी मात्रमा सम्मान पनि गर्ने गरिन्छ। प्रतिवर्ष हामी तिहार त मनाउँदै आइरहेका छौँ, तर के प्रतिवर्ष गरिने सरसफाइ, रङरोगन र लक्ष्मीको आह्वानले मानव समाजमा विद्यमान दरिद्रता लोप भएको छ त? प्रतिवर्ष बालिने बत्तीले मानव मनलाई उज्यालो बनाएको छ त? सप्तरङ्गी टीकाले नरनारी बीचको पवित्र आत्मिक सम्बन्धलाई अझ सुन्दर बनाएको छ त? आज यस विषयमाथि गहिरो चिन्तनको आवश्यकता छ। हामी उज्यालोमा लक्ष्मीको आह्वान गरिरहेका छौँ, यो ध्यान दिइरहेका छैनौँ कि लक्ष्मीको वाहन जो उल्लु देखाइन्छ, उल्लु अर्थात् लाटोकोसेरो, जसले उज्यालोमा आँखै देख्दैन भने लक्ष्मीको आगमन कसरी होला त? यस पर्वसँग जोडिएका जुन मान्यताहरू, प्रसङ्ग, किम्वदन्ती एवं प्रचलनहरू छन् तीभित्र विद्यमान आध्यात्मिक सन्देश तथा रहस्यको पुरा जानकारी बिना मात्र परम्परा निभाउनका निम्ति हामीले गर्ने गरेका क्रियाकलापहरूले हाम्रा कामनाहरू पुरा हुन सक्दैनन्। त्यसैले यस पर्वले दिन खोजेको मुख्य सन्देश के छ त? त्यसतर्फ विचार गरी जीवनमा उतार्नु आजको आवश्यकता हो। महाज्योति परमपिता परमात्मा शिवले आफ्नो बाणीको माध्यमले दीपावली मनाउने एउटा भिन्न अति सुन्दर दृष्टिकोण हामीलाई प्रदान गर्नुभएको छ। परमात्मा बाबा भन्नुहुन्छ, आत्मदीपो भव,
वास्तवमा तिमी हरेक मानव आत्मा एक चैतन्य दीपक हौ। तिमी स्वयं दीपक बनेर आफूभित्र निहित सद्गुणलाई जागृत गर। तिमी आत्मा 7 गुणको स्वरूप हौ। सुख, शान्ति, आनन्द, प्रेम, पवित्रता, ज्ञान र शक्ति, यी 7 गुणहरूले बनेको एक सुन्दर सूक्ष्म ज्योतिबिन्दु आत्मा तिमी आफूले आफ्नो वास्तविक स्वरूपको पहिचान गरी यसमा लागेका दुर्गुण रूपी फोहोर मैलाहरूलाई, अज्ञानताको अन्धकारलाई खत्म गर। जीवनमा शुभ र श्रेष्ठ कर्मको खाता प्रारम्भ गर। अन्तर मनको कुना कुनाको सफाई गरी आत्मज्योति प्रकाशित गर। त्यसैले अब हामी भौतिक पक्षबाट सुन्दरतातर्फ ध्यान दिनुको साथसाथै अन्तर आत्मामा लागेका फोहोर मैला, कलुषित भावनालाई मेटाएर शुभ भावनाले आत्मालाई प्रकाशित गर्दछौँ भने त्यहाँ बल्ल दीपावली मनाएको सार्थकता हुनेछ। हरेक मानव स्वभावले अन्धकारलाई मन पराउँदैन। ऊ सधैँभरि प्रकाशको कामना गर्दछ, किनकि मानव आत्मा स्वयं प्रकाश स्वरूप हो। तर आज प्रत्येक मानव मन मलिन छ। सम्पूर्ण जगतमा चारैतिर अन्धकार नै अन्धकार व्याप्त छ। खाँचो छ आत्मदीप बाल्नुको। जब एक एक आत्मा प्रकाशित हुन्छ भने सम्पूर्ण जगत स्वतः नै प्रकाशित हुनेछ। जगतको अँध्यारो स्वतः नै दूर हुनेछ। त्यसैले अब हामी वर्तमान मानव जीवनको आवश्यकता, समयको माग अनि परमात्मा निर्देशन अनुरूप गलत कर्मको खातालाई क्लोज गरौँ। श्रेष्ठ कर्म, शुभ कर्मको खातालाई ओपन गरौँ। 7 गुणलाई जागृत गरी जीवनलाई गुण मोतीले सजाएर रङ्गीन बनाउने कार्यको स्वयंबाट थालनी गरौँ। भाइटिकाको यो 7 रङलाई यिनै गुणहरूको प्रतीकको रूपमा मान्न सकिन्छ। नीलो रङ ज्ञानको प्रतीक, रातो रङ शक्तिको प्रतीक, पहेँलो रङ सुखको, आकाशे नीलो रङ शान्तिको, त्यस्तै गरी बैगनी रङ आनन्दको, हरियो रङ प्रेमको र सुन्तला रङ पवित्रताको प्रतीक। कहिले ननिभ्ने, सदा सर्वदा बलिरहने त्यो अखण्ड दीप महाज्योति परमपिता परमात्मासँग सम्बन्ध स्थापित गरी क्लोज बनौँ र यी सद्गुणहरूले आफूलाई भरपूर बनाऊ। यसरी आध्यात्मिक रीतिले दीपावली पर्वलाई मनाउन सकौँ, तब यस धरामा चैतन्य लक्ष्मीको आगमन हुनेछ। अत यहाँहरूको जीवन सद्गुणले सजियोस्, मन मन्दिर बनोस्, अन्तर जगत प्रकाशित होस्, गर्नुपर्ने पुण्य कर्मको बाँकी बक्यौता नरहोस्, सत्कर्मको खाता खुलोस्, यही हार्दिक शुभकामना। अन्त्यमा वर्तमान कोभिड-19 को प्रकोपलाई परास्त गर्न सक्ने उच्च मनोबल यहाँहरूको जीवनमा यसपालिको दीपावलीले प्रदान गरोस्। फेरि पनि शुभकामना। ओम शान्ति।